नमस्कार। सार्वजनिक खरिद सुन्दा अलि प्राविधिक लाग्न सक्छ, तर देश विकासको सम्पूर्ण मेरुदण्ड नै यही हो। आजको यस चर्चामा हामी नेपालको सार्वजनिक खरिद प्रणालीको एउटा महत्त्वपूर्ण परिवर्तनलाई डिकोड गर्दैछौँ। विशेष गरी आधारभूत सार्वजनिक खरिद ऐन 2063बाट हालै आएको सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 सम्म आइपुग्दा प्रणालीमा के कस्ता नयाँ कुरा थपिए त? यो एउटा सामान्य कानुनी परिवर्तन मात्र पक्कै होइन, यो त एउटा सिङ्गो प्रणालीगत शिफ्ट हो। ल सुरु गरौँ। अब 2083को अध्यादेशको आधिकारिक प्रस्तावनालाई नै हेर्ने हो भने पनि यसले प्रष्ट रूपमा के भनेको छ भने 2063को ऐनलाई तत्कालै संशोधन गर्नुपर्ने आवश्यकता देखिएर यो ल्याइएको हो। यसले कुनै आग्रह पूर्वाग्रह बिना ठ्याक्कै अहिलेको समयले मागेको आधुनिकीकरण र खरिद प्रक्रियाका तत्काल सुल्झाउनुपर्ने आवश्यकताहरूलाई कसरी सम्बोधन गर्दैछ भन्ने कुरालाई स्थापित गर्छ। आजको हाम्रो यो विश्लेषण मुख्यतया यी 6वटा बुँदाहरूमा केन्द्रित हुनेछ। सार्वजनिक खरिदमा नयाँ युग, परिभाषाहरूको विस्तार, खरिद विधि र समयसीमा, दुई खाम प्रणाली र ई-बजार, कर्मचारी र व्यवसायीलाई दिइने प्रोत्साहन र अन्त्यमा निष्कर्ष र आगामी बाटो। पहिलो खण्ड, सार्वजनिक खरिदमा नयाँ युग। 2063 सालको त्यो पुरानो कानुनी संरचनाबाट अहिले 2083को अध्यादेशसम्म आइपुग्दा आखिर त्यस्तो के आधारभूत भिन्नता आयो त? मूलत 2063को ऐन मुख्य रूपमा आधारभूत पारदर्शिता र खुला प्रतिस्पर्धामा बढी केन्द्रित थियो। तर अहिलेको यो नयाँ 2083को अध्यादेशले चाहिँ पारदर्शितातर्फ त ध्यान दिएकै छ, सँगसँगै गति, कडा नियमन र डिजिटल रूपान्तरणलाई एकदमै प्राथमिकतामा राखेको छ। भन्नुको अर्थ अबको फोकस भनेको प्रक्रियामुखी मात्र नभएर रिजल्ट दिने र एकदमै छिटो छरितो प्रणालीको विकास गर्नेतर्फ छ। अब जाउँ दोस्रो खण्डमा, परिभाषाहरूको विस्तार। अहिलेको आधुनिक कार्यप्रणालीलाई सम्बोधन गर्न पुराना कानुनी शब्दावलीहरूलाई कसरी अपडेट गरिएको छ त? कानुनमा अन्य सेवाको परिभाषामा गरिएको यो परिवर्तन साँच्चै नै महत्त्वपूर्ण छ। पहिले कतिपय गैर परामर्श सेवाहरू किन्दा निकै अन्यल हुन्थ्यो नि। हो, अब चाहिँ अध्यादेशले स्पष्ट पारिदिएको छ। सवारी साधन वा उपकरण भाडामा लिने, ढुवानी गर्ने, विज्ञापन, सुरक्षा, सरसफाई र आइटी व्यवस्थापन जस्ता सेवाहरूलाई स्पष्ट रूपमा यही अन्य सेवाभित्र समेटिएको छ। यसले गर्दा खरिद प्रक्रियामा हुने त्यो पुरानो कन्फ्युजन अब लगभग हटेको छ। यो 30% आँकडालाई अलिकति ध्यान दिएर हेरौँ है। अध्यादेशले स्वदेशी माल सामान भनेको के हो भनेर एकदम प्रष्ट पारेको छ। यदि विदेशबाट कच्चा पदार्थ ल्याएर नेपालमै सामान बन्छ भने पनि त्यसमा स्वदेशी श्रम र सामग्रीको कम्तीमा 30% भ्याल्यु एड अर्थात् मूल्य अभिवृद्धि भएको हुनैपर्छ। विदेशबाट सामान ल्याएर नेपालमा केवल ब्रान्डिङ मात्रै गरेर स्वदेशी भन्न पाइँदैन। यसको मुख्य उद्देश्य भनेकै हाम्रा वास्तविक स्वदेशी उद्योगहरूलाई माथि उकास्नु हो। अब एउटा एकदमै रोचक नयाँ खरिद विधिको कुरा गरौँ, रिभर्स अक्सन अर्थात् कबोल अङ्क घटाघट गर्ने विधि। यसलाई एउटा दौडको रूपमा सम्झिनुहोस् न, तर उल्टो दौड। यसमा सार्वजनिक निकायले एउटा अधिकतम बजेटको सिलिङ तोकिदिन्छ अनि निश्चित समयभित्र बोलपत्र दाताहरूले त्यो सिलिङबाट घटाउँदै लगेर सबैभन्दा कम मूल्य कसले प्रस्ताव गर्छ भनेर प्रतिस्पर्धा गर्छन्। जसले सबैभन्दा कम मूल्य दिन्छ उसैले ठेक्का पाउँछ। यसले पक्कै पनि सरकारको ढुकुटीको राम्रै बचत गराउनेछ। तेस्रो खण्ड, खरिद विधि र समय सीमा। नयाँ नियमअनुसार अब बोलपत्र प्रक्रियाहरू कति छिटो अगाडि बढ्नुपर्छ त? आउनुहोस् हेरौँ। बोलपत्रको समय सीमामा यहाँ ठूलो कटौती गरिएको देख्न सकिन्छ। हेर्नुहोस् त, पहिले सिलबन्दी दरबाहुपत्र आह्वान गर्दा 15 दिनको समय दिनुपर्ने नियम थियो। तर अहिले विद्युतीय खरिद प्रणाली मार्फत आह्वान गर्दा यो समयलाई वाट्टै घटाएर मात्र 7 दिन कायम गरिएको छ। यसले गर्दा विशेष गरी साना र मझौला खरिदका कामहरू निकै छिटो फत्ते हुनेछन्। अनि फेरि सबै खरिदलाई एउटै डालोमा राखेर त भएन नि, होइन र? नयाँ थपिएको दफा 42 कले यसलाई सम्बोधन गरेको छ। मल, औषधि वा सूचना प्रविधि जस्ता अति संवेदनशील र विशेष प्रकृतिका मालसामान खरिद गर्नुपर्दा अब छुट्टै व्यवस्था लागू हुनेछ। यस्ता वस्तुहरू खरिद गर्दा सरकारले लागत अनुमान, बोलपत्रदाताको योग्यता र सम्झौताका शर्तहरूमा आफ्नै छुट्टै कार्यविधि बनाएर एकदम द्रुत गतिमा काम अगाडि बढाउन सक्ने बाटो खुलेको छ। चौथो खण्ड, दुई खाम प्रणाली र ई-बजार। प्राविधिक र आर्थिक मूल्याङ्कनलाई कसरी छुट्याइएको छ र हाम्रो खरिद प्रक्रिया कसरी डिजिटल बन्दैछ भन्ने कुरा अब बुझौँ।
सामान्यतया साना र खासै योग्यता नचाहिने खरिदहरूमा त प्राविधिक र आर्थिक प्रस्ताव एउटै खाममा पेश गरे पनि पुग्छ। तर तोकिएको रकमभन्दा बढीको जटिल निर्माण कार्य वा विशेष सामान किन्नु पर्यो भने चाहिँ अब अनिवार्य रूपमा 2 खाम प्रणाली अर्थात् 2 इन्भलप सिस्टम लागू गर्नुपर्छ। यसको अर्थ के हो भने पहिला प्राविधिक क्षमता पास हुनु पर्यो अनि मात्र आर्थिक प्रस्ताव खोलिन्छ। यसले गुणस्तरमा कुनै सम्झौता हुँदैन भन्ने कुरा पक्का गर्छ। अब कानुनको दफा 41 कलाई हेरौँ, जसले सरकारी ई-मार्केट प्लेसको व्यवस्था गरेको छ। नेपालको सन्दर्भमा यो एउटा निकै ठूलो डिजिटल फड्को हो। अब सरकारी निकायहरूले कानुन तह एउटा आधिकारिक डिजिटल कमर्स पोर्टल मार्फत खरिद गर्नुपर्ने स्पष्ट बाटो खुलेको छ। यसलाई यसरी बुझौँ न, यो भनेको सरकारको लागि मात्रै भनेर बनाइएको एउटा अनलाइन शपिङ पोर्टल जस्तै हो। पहिलो चरणमा सार्वजनिक खरिद अनुगमन कार्यालयले यो पुरै डिजिटल प्रणाली तयार गर्छ। दोस्रो चरणमा आपूर्तिकर्ताहरूले आफ्ना सामान र सेवाको विवरण अनि मूल्य त्यही पोर्टलमा राख्छन्। र तेस्रो चरणमा सरकारी निकायले तोकिएको रकमसम्मको सामान कुनै झन्झटिलो प्रक्रिया बिनै सिधै त्यहीबाट डिजिटल रूपमा किन्न सक्छन्। साँच्चै भन्ने हो भने यसले समय र स्रोत दुवैको ठूलो बचत गर्नेछ। 5औं खण्ड प्रोत्साहन र पुरस्कार। यो संशोधनले हाम्रो प्रणालीलाई गल्ती गर्दा दण्ड दिने मात्र होइन, राम्रो काम गर्दा स्याबासी र पुरस्कार दिने दिशातर्फ पनि लगेको छ। अब यहाँनिर एउटा एकदमै चाखलाग्दो प्रश्न उठ्छ है। यी नयाँ प्रोत्साहन र पुरस्कारहरू चाहिँ कसले पाउनेछन् त? के यो राम्रो काम गर्ने ठेकेदारहरूको लागि मात्र हो कि यसमा खटिने सरकारी कर्मचारीहरूको लागि पनि हो? खुसीको कुरा के छ भने दफा 61 ख र 62 क ले यी दुवै पक्षलाई समेटेको छ। यदि तोकिएकै समयभित्र एकदमै गुणस्तरीय रूपमा काम सम्पन्न भयो भने त्यसमा खटिने सरकारी कर्मचारीहरूलाई विशेष प्रोत्साहन सुविधा दिन सकिने व्यवस्था छ। त्यसैगरी समयमै उत्कृष्ट काम गर्ने निर्माण व्यवसायीहरूलाई पनि विशेष पुरस्कार र प्रशंसापत्र प्रदान गरिनेछ। पक्कै पनि यस्तो व्यवस्थाले राम्रो काम गर्नेहरूलाई थप ऊर्जा दिनेछ। तर सँगसँगै नियममा केही कडाई पनि गरिएको छ। जोइन्ट भेन्चर अर्थात् संयुक्त रूपमा काम गर्दा अब कुनै पनि सदस्यले मैले त जिम्मा लिएको थिएन भनेर आफ्नो दायित्वबाट उम्किन पाउँदैनन्। सम्झौता अनुसारको सम्पूर्ण दायित्व सबै सदस्यले बराबर बेहोर्नु पर्नेछ र आफ्नो मुख्य जिम्मेवारी कुनै एक सदस्यलाई वा अरू कसैलाई सुम्पिएर भाग्न पाइने छैन। यसले गर्दा बीचमै ठेक्का अलपत्र पार्ने जुन पुरानो प्रविधि छ नि, त्यसलाई पक्कै पनि निरुत्साहित गर्नेछ। अन्तिम खण्ड निष्कर्ष र आगामी बाटो। यी सबै छुटाछुटै कानुनी संशोधनहरूले समग्र रूपमा हाम्रो खरिद प्रणालीलाई कतातिर लैजाँदैछन् त? समग्रमा हेर्दा यो सम्पूर्ण कानुनी विकासक्रमले एउटा स्पष्ट तस्बिर देखाउँछ। हामी एउटा एकदमै कठोर र सुस्त प्रशासनिक झमेलाबाट निस्केर एउटा गतिशील, पूर्ण रूपमा डिजिटल र नतिजामा आधारित प्रणालीतर्फ अगाडि बढिरहेका छौँ। यी नयाँ अध्यावधिकहरूले समयको बचत, कामको गुणस्तर र प्रविधिको उच्चतम प्रयोगलाई कानुनमै बाँधेर सुनिश्चित गरेका छन्। जाँदा जाँदै एउटा गम्भीर प्रश्न भने पट्टै उठ्छ कि यी आक्रामक र आधुनिक कानुनी सुधारहरू मात्रै हाम्रा सार्वजनिक परियोजनाहरूमा हुने दशकौं पुराना ढिलासुस्तीलाई सधैँका लागि अन्त्य गर्न पर्याप्त होलान् त? नियम र कानुन त उत्कृष्ट बनेका छन्, तर अब मुख्य कुरा भनेको यसको इमानदार र प्रभावकारी कार्यान्वयनमै गएर ठोकिन्छ। आजको यस चर्चाबाट पक्कै पनि नयाँ अध्यादेशका मुख्य कुराहरू छर्लङ्ग भयो होला भन्ने आशा छ। अब आगामी दिनहरूमा यी कानुनहरूको व्यावहारिक प्रयोग कसरी हुन्छ त्यो भने हामीले हेर्न बाँकी नै छ।